गृहमन्त्री सुदन गुरुङले 100 दिनमै मच्चाए तहल्का। ओली लेखक जस्ता भिआइपीलाई खुवाए हिरासतको हावा। बिना सुरक्षाकर्मी आफै उत्रिए मैदानमा। निर्मला पन्तलाई न्याय दिलाएरै छाड्ने ठोकुवा। यी हुन् गृहमन्त्री सुदनले 100 दिनमा गरेका गजबका कामहरू। आज बालेन सरकार बनेको ठ्याक्कै 100 दिन पुरा भएको छ। यो 100 दिनको अवधिमा नेपालको राजनीतिमा सबैभन्दा बढी कसैको चर्चा र बहस भयो भने ती हुन् गृहमन्त्री सुदन गुरुङ। सिंहदरबारको कुर्सीमा बस्ने बित्तिकै उनले यस्तो तहल्का मचाइदिए जसले ठूला नेता, बदमास व्यापारी र अपराधीहरूको सातो पुत्लो उडाइदियो। शेयर लगानी विवादको छानबिनपछि पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किए लगत्तै गृहमन्त्री सुदन गुरुङले एउटा यस्तो निर्णय लिए जसले राष्ट्रिय राजनीतिमा भुइँचालो ल्याइदियो। दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने। 25 वर्ष पुरानो यो फाइल खोल्ने उनको निर्णयले कसैले चर्चा गरे त कतिपयले चर्चाका लागि मात्रै गरिएको स्टन्ट भने। तर यो निर्णय लिएको 3 साता बितिसक्दा पनि गृह मन्त्रालय अनुसन्धानको कार्यविधि तय गर्न अलमलमा छ। यद्यपि 19 जेठ 2058 को त्यो कालो दिनको सत्य बाहिर ल्याउने उनको साहसको अहिले पनि चर्चा भइरहेको छ। गृहमन्त्री गुरुङको 100 दिनको कार्यकाल एक्सनले भरिपूर्ण छ। 13 चैतमा पदभार ग्रहण गरेकै दिन उनले गरेको पहिलो ठूलो एक्सन नै हाई प्रोफाइल गिरफ्तारी थियो। प्रधानमन्त्री बालेन्द्र शाहसँगको समन्वयमा उनले प्रहरी प्रमुखहरूलाई तत्कालै निर्देशन दिए। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर। प्रहरीले समय माग्यो, उनले ठाडै अस्वीकार गरेर भने प्रहरीले मान्दैन भने म आफै मैदानमा उत्रिन्छु। मध्यरातमा प्रहरीले पत्र काट्यो र बिहान झिसमिसेमै भिआइपीहरूलाई हिरासतमा पुर्याइयो। पछि सर्वोच्चको आदेशले उनीहरू छुटे पनि सुदनले भिआइपीहरूलाई हिरासतको हावा खुवाएर आफूलाई एक्सन ओरिएन्टेड नेताका रूपमा स्थापित गरी छाडे। उनको सक्रियता यतिसम्म थियो कि उनले ठेकेदार रमेश शर्मा र पीताम्बर बडुलाई समेत प्रहरी परिचालन गरेर सिधै भौतिक पूर्वाधार मन्त्रालय पुर्याएका थिए। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे र व्यवसायी शेखर गोल्छाको गिरफ्तारीले त झन ठूला बडाको निर्णय हराम गरिदियो। कांग्रेस नेता दीपक खड्काको घरमा आगजनी हुँदा जलेका नोटहरूको प्रकरणमा उनले देखाएको सक्रियता र सार्वजनिक गरेको पक्राउ पूर्तिले उनीमाथि प्रश्न उठायो। तर प्रहरीले समान्ने र अदालतले छाड्ने श्रृङ्खलाले उनलाई दिक्क पनि बनायो। 3 वैशाखमा उनले ठूलो चित्त दुखाउँदै भनेका थिए, मलाई लागेको थियो मन्त्री सबैभन्दा ठूलो हो, तर आजभोलि त जजहरू म भन्दा ठूला लाग्न थालेका छन्। यति हुँदाहुँदै पनि प्रहरी संगठनमा सुदन गुरुङले नयाँ उत्साह भरेका छन्। आइजिपी दानबहादुर कार्की भावुक हुँदा ताली बजाएर साथ दिनेदेखि प्रहरीको वर्दीको गुणस्तर बढाउन स्वदेशमै कारखाना खोल्ने सम्मको उनको घोषणाले प्रहरीको मनोबल उच्च पारेको छ। नाकामा सरुवाका लागि दबाब नदिन उनले गरेको चेतावनी र तल्लो तहका प्रहरीको राशन भत्तामा गरेको सुधारको प्रतिबद्धताले उनलाई साँच्चै नै जनताको गृहमन्त्री बनाएको छ। उनी मन्त्रीको कुर्सीमा मात्रै सीमित रहेनन्। माइती घरको सडकमा आन्दोलनकारीलाई भेट्न पुगे, सिंहदरबारको क्यान्टिनमा सर्वसाधारणसँग खाना खाए, तस्करी बढेको गुनासो सुन्ने बित्तिकै सुरक्षाकर्मीको सुरक्षा बिना नै एक्लै मधेस र कोशी प्रदेशका सीमा क्षेत्रमा पुगेर गरेको निरीक्षणले उनको जिरो टोलरेन्स नीतिलाई प्रष्ट पार्छ। निर्मला पन्तको मुद्दालाई जसरी पनि न्याय दिलाएरै छाड्ने उनको ठोकुवाले पीडित परिवारमा नयाँ आशा जगाएको छ। जेनजी आन्दोलनका युवाहरू सुदनको सक्रियताको प्रशंसा त गर्छन्, तर प्रहरीलाई राजनीतिक हस्तक्षेप भन्दा माथि राखेर कानुन बमोजिम चलाउनु पर्ने सुझाव पनि दिन्छन्। 100 दिनको यो यात्रामा सुदन गुरुङले केही न केही तहल्का मच्चाउन भने पक्कै सफल भएका छन्। उनी विवादित होलान्, कतिपय निर्णयमा उनी हतारिएका पनि होलान्, तर उनले गृह प्रशासनलाई एकै ठाउँमा थानको लाग्न भने दिएका छैनन्। 100 दिनको यो दौड केवल सुरुवात हो। अबका दिनमा उनले आफ्नो कार्यशैलीलाई पनि कति सन्तुलित र कानुनी बनाउँछन् त्यो भने हेर्न बाँकी नै छ। तर एउटा कुरा अहिले भन्न सकिन्छ, सुदन गुरुङ आएपछि सिंहदरबार र सुरक्षा संयन्त्रमा सुदन फ्याक्टरले काम गर्न सुरु गरिसकेको छ। पहिला भिआइपीहरूले ट्राफिक नियम मिच्दा पनि प्रहरीले नदेखे झै गर्थ्यो, तर अहिले भने चिट काटेर कारबाहीको डन्डा वर्षाउन थालेको छ। जस्तै सभामुख डिपी अरियाल, सांसद हर्क साम्पाङ, त्यसै गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई समेत ट्राफिक प्रहरीले चिट काटिसकेको छ।